सबै जाने सबै जाने हो सबै जाने तपाईहरु चाहिँ यस्तो गर्नु सर हैन अब तपाईहरुले हामीलाई विश्वास लाग्दैन भने विल मुभ फ्रन्ट अफ यु एन्ड यु पिपल यु हेभ टु फलो अस हाम्रो पछि चाहिँ तपाईहरु आउनुहुन्छ अब के गर्न चाहनुहुन्छ तपाईहरु अगाडि जानुहुन्छ कि हैन ल ठीक छ ल ठीक ए ल ठीक छ ल ठीक छ तपाईको ठीक छ अनि पर्खिने म एउटा तपाईहरु अब यो चाहिँ के हो अब चाहिँ मंगोल नेशनल अर्गनाइजेसन भनेको यो देशका 80% अहिन्दू मूलवासी मंगोलको निम्ति उभिएको संगठन हो हैन हामी अस्तित्वको निम्ति लडिरहेछौं हक अधिकारको निम्ति लडिरहेछौं संविधानको धारा 84 र उप धारा 2 मा चाहिँ जस्तै कोइराला देउबा अधिकारीको खनालको चाहिँ अस्तित्व तपाईको 2072 साल सुन्नु न असोज 3 गते जारी भएको संविधानमा जस्तै बाहुन र छेत्रीको तपाईको हेर्नु न अस्तित्व सुरक्षित छ तपाई हैन म राख्न दिनुस् न तपाई हैन बोल्न दिनु पर्दैन तपाईले मलाई अनि सुन्नु न तपाई सुन्नु न प्लिज लिसन टु मी प्लिज ट्राई हैन सुन्नु न हैन एउटा कुरा भन्ने जान्छ हैन एउटा कुरा सुन्नु के सर हैन एउटा कुरा सुन्नु जस्तै सुन्नु न सुन्नु तपाई सुन्नु न तपाईको मेरो कुरा सुन्नु अनि तपाई बोल्नु न सर तपाईको जस्तै संविधानको धारा 84 र उप धारा 2 मा असोज तपाईको 2072 साल असोज 3 गते जारी भएको संविधानमा जस्तै जब बाहुन क्षेत्रीको अस्तित्व सुरक्षित छ संसारले तपाईको अमेरिकाको खैरेहरु गोराहरु नेपालको अधिकारी देउबा खनाललाई चाहिँ आर्य भनेर चिन्छ त्यो पायो भने बल्ल हामीले अधिकार खोज्न पाउँछ तर यहाँको नेपालको 80% अहिन्दू अर्थात आँखा चिम्से नाक त्यति अर्थात घले मगर गुरुङ राई लिम्बू तामाङ थकाली शेर्पा धिमाल मेचे कोचे मेजेको चाहिँ अस्तित्व छैन त्यहाँ तपाईको त्यहाँ मंगोल भन्ने शब्द छैन हामीलाई त मंगोल भनेर चिन्नुहुन्छ नि तपाईले मलाई के भनेर चिन्नुहुन्छ यु क्यान रेकग्नाइज मी तपाई चिन्न सक्नु हो त्यसकारणले गर्दा हामीले यो कुरा चाहिँ तपाईको जनताको सामु बधाउँदै छौं सर तपाईको यो सबै कुरा हामीलाई भन्नु भन्दा सम्बन्धित निकायमा तपाईले भन्नु पर्यो हो सम्बन्धित निकायमा उहाँ पत्रकार हुनुहुन्छ खिचिरहेछ त हेरिराख्नु भएको छ तपाईको हो हाम्रो यो संगठन भनेको दर्ता भएको हो तपाईको है तपाईको जिल्ला प्रशासनमा गएर यहाँ ठीक छ सर ल ठीक छ ए यतिकै रोक्नु सर ल भयो सर त रोक्नु ल ठीक छ हामी अगाडि मुभ हुन्छ हैन उहाँ पछाडी आउनुहुन्छ ठीक छ हैन तपाई यो त पत्रकारको कुरा तपाईले बन्द गर भनेर गर्ने कुरा होइन के सर यो तपाईले बन्द गर भनेर गर्ने हुन्छ नि तपाईको ठीक छ कार्यक्रम हुन्छ सर कार्यक्रम सकेपछि जाने बेला कार्य साहबले भन्नुभयो कि अब हामी सबै जाने कार्यक्रम भछ हैन बुझेर अनि तपाईहरु उहाँलाई बोलाएर आउनु खासै यो कार्य हैन किनभने प्रशासन नै आएर त्यसरी अब त्यो एउटा शैली हुन्छ नि त हैन शैली भन्नाले मैले तपाईलाई भन्दै छु नि उहाँहरु भन्दा त हामी धेरै अगाडि आइपुगे हो तपाईले देख्नु होला भनेको पनि त कारण त हुनु पर्यो नि कारण कस्तो भने उहाँहरुलाई जानकारी नगरेर के कार्यक्रम गर्नु भएको छ त हामी छलफल गर्छौं भन्ने कुरा भयो अरु केही पनि हैन कुनै पार्टी सबै जानकारी हुन्छ कांग्रेस ठीक छ यस्तो गरौँ न त सर यो स्टप गर्दिन अब उस गरौँ न तपाईँ हामीले पनि त तपाईहरु कार्यक्रम चलाउनु भयो हामीले घण्टे आधी घण्टा कार्यक्रम त्यत्रो भयो हरेक ठाउँमा कांग्रेस यो चाहिँ यस्तो जस्तै तपाईको यो मंगोल शब्द बुझ्यो भने मूलवासी शब्द बुझ्यो भने त बाहुन क्षेत्री त डाउन भयो नि त अहिलेसम्म हामीले भोट दिएर बाहुन क्षेत्रीहरु प्रधानमन्त्री राष्ट्रपति बन्नेको छ यदि म च्यालेन्ज दिएर भन्छु तपाईको मिडियाको सामु जस तपाईलाई भन्न खोजेको छ हैन मैले शासक हिन्दू आर्य बाहुन क्षेत्रलाई भन्न खोजे यदि आँखा चिम्से नाक थेप्सेले भोट दिएन भने कसरी चाहिँ केबी शर्मा ओली दुई चोटी प्रधानमन्त्री भयो हुन सक्दैन तर यो देशमा त बाहुन क्षेत्रीले पनि राजनीति अधिकार गर्ने अधिकार छ तर प्रधानमन्त्री बन्नुस् राष्ट्रपति बन्नुस् तर यो देशका मूलवासी मंगोललाई चाहिँ अस्तित्व बिन बनाउने भाषा धर्म संस्कार संस्कृति बिन त्यो छैन तपाईको है यो त मैले तपाईलाई आक्रोश पोकेको हैन मैले राज्यको सामु पोक्दै छ नि त यो कुरा तपाईले पनि त्यसरी बुझ्नु नि तपाईको तपाईहरु हाम्रो सुरक्षाको निम्ति आउनु भएको कुरा त सुनिदिनु पर्यो नि त तपाईको कार्यक्रम रहेछ भन्ने भन्दिनु त हैन अब यदि हैन तर त्यो माथि चाहिँ जानुपर्छ हजुरहरु अब किनभने हामीलाई यहाँसम्म पठाइसकेपछि अब हैन हामी जाउँला तपाईको हामी बहस गरौँला तपाईको हैन कि त हामी यहीबाट कुरा गर्नु अन्य गरेको भए त हामी जान मिलेर जानु पर्ने अब हामी सबै जाने कि जाने को जाने त अब सबै जाने हो सबै जानु सर जाने हो हिँड्नु पर्छ तपाईको यसमा के फरक होला हामीलाई काट्ने हैन मार्ने हैन किन हामीले कुनै गल्ती गरेछ त्यो हैन सर त्यो गयो भने सब जाने हो गयो भने कोही होइन हामीलाई पनि अर्काले खटाएको मान्छे हो हैन हामी एउटासँग कुरा गर्नुहुन्छ छोड्दै भन्नुहुन्छ भने हामी पनि छोडेर जान्छौँ हैन यस्तो छ त्यो छैन
मेरो एउटा खासमा हामी त जानुपर्ने कुनै जरुरी नै छैन के यो सङ्गठन भनेको दर्ता भएको सङ्गठन हो हाम्रो यो भेटघाट कार्यक्रममा हामीले सबै मान्छे जम्मा गरेर हलमा राखेको भए त छुट्टै कुरा हुन्छ नि हामी त अब डिस्ट्यान्ड भएर हामी बसिरहेको छौँ नि सर तपाईँहरूले पनि देखिराख्नुपर्छ यो त हामीले राज्यले दमन तपाईँले भन्न खोजे होइन राज्यले हामीलाई दमन शोषण गरिरहेको छ नि त तपाईँको हेर्नुहोस् त्यो दमन शोषण चाहिँ नभन्नुहोस् किनभने तपाईँहरूलाई अब कलर समाएर गाली गलौज गरे ल हिँड भनेर घिचेको भए त्यो कुरो होइन मैले राज्यको कुरा गरेको अब तपाईँलाई भन्न खोजे होइन के सर तपाईँको हामीभन्दा माथिकोले अब के गर्नु भएको छ त्यो चाहिँ हामीलाई थाहा छैन त्यही त नि तपाईँ हेर्नुहोस् तपाईँको सुन्नुहोस् छैन त्यति हो अब तपाईँहरूलाई के गरिरहेछ तपाईँलाई थाहा छैन तपाईँहरू त बाहुन क्षेत्रले जे भने त्यही मान्नुहुन्छ ल तपाईँ भन्नुहोस् तपाईँ आरबीको मतलब के थाहा भयो तपाईँ मगर हो नि त तर तपाईँ क्षेत्री तर सुन्नुहोस् न तपाईँ आँखा चिन्छ नाक टेप्छ अनि भनिसकेपछि अब यस्तो के हाम्रो के हो के कुरो होइन यो कुरो बढाउन भन्दा कि तपाईँ सिडी साहबलाई फोन गर्नुहोस् यस्तो यस्तो भएको ल भन्नु ल फोन गर्नु त म सिडिओ साहबसँग कुरा गर्नुहोस् ल फोन गर्नु तपाईँ गर्नु न सिडिओ साहब हाम्रो कार्यक्रम सक्यो होइन हामी आफ्नो बाटो लाग्छौँ उहाँ सरहरू आफ्नै बाटो लाग्नुहुन्छ म भन्छु ल भन्नु नि त होइन छ्याउ हुन्छ नि तपाईँको कोही तपाईँको कहाँ कहाँ पुग्नु छ तपाईँको त्यो हुन्छ तपाईँको मैले बुझ्छु नबुझ्ने होइन त्यही दिन अब सिडिओ साहबसँग म कुरा गर्छु नि त तपाईँको सिडिओ साहबलाई फोन लगाउनु नि त तपाईँको उहाँहरूले बुझ्नुहुन्छ ल बुझ्यो होइन अब तपाईँ सिडिओ साहबलाई फोन लगाउनु नि त म बोल्छु तपाईँको म पूर्व जिल्ला अध्यक्षको हैसियतले म बोल्छु तपाईँको किनभने कार्यक्रम पनि सक्यो जस्तै सुन्नु न होइन न तपाईँको सुन्नुहोस् है हामीले कार्यक्रम बुनेर यहीँ झैँ झगडा भएको भए छुट्टै कुरा हुन्थ्यो हामी त्योसँग कुरा गर्छ हजुर हजुर सिडिओ साहबलाई फोन लगाउनु नि तपाईँको म कुरा गर्छु तपाईँको त्यही त नि सिडिओ साहबलाई फोन लगाउनु नि त हजुर हो यहाँ नेतृत्व गर्ने को हुनुहुन्छ यहाँ तपाईँको होइन सर फोन लगाउनु नि त म फोन गर्छु अब के जस्तै हामीले जस्तै सुन्नु न सर हामीले जस्तै हलमा कार्यक्रम गरेर तपाईँको उस मजाको भए झैँ झगडा मजाको भए छुट्टै कुरा हुन्छ हामीले त हेर्नु त खुल्ला ठाउँमा राखेर हामी मङ्गल हो भन्ने कुरा भनिरहेको छ नि त तपाईँको नजाने कुरा त भनेछ यो कुरा त तपाईँले पनि बुझ्नुहोस् न तपाईँको त्यो माथिबाट त जे पनि भन्छ नि तपाईँको तपाईँ भोलि त तपाईँले माथिबाट फलानालाई गोली ठोक भनेर भन्नुहुन्छ तपाईँले ठोक्नुहुन्छ त्यस्तो गर्नुहुन्न नि तपाईँले पनि ऊ फड्डा हो कि होइन त्यो गुन्डा हो कि भनेर हेर्नुहुन्छ नि सर तपाईँ पनि त होइन सिडिओ साहबलाई फोन लगाउनु नि तपाईँको हजुर सुन्नुहोस् होइन त्यही दिन सर यसमा सिडिओ साहबलाई फोन लगाउनु अनि सर हाम्रो कार्यक्रम सक्यो हामीले कुनै पनि बिथोल्ने कार्यक्रम गरेको छैन त्यति सक्यो नि त सक्यो नि त त्यति भन्नु नि त तपाईँको साथमा हामी उभिउँला नि तपाईँको ठुलो कुरै भएन नि त तपाईँको कार्यक्रम सक्यो कार्यक्रम सकिसक्यो हाम्रो